रमदया मेडिकलको बीचमा एउटा गाडी एक्सिडेन्टमा परेको रहेछ। तपाईहरु प्लिज आइदिनु होला। मतलब पुलिस रिपोर्ट चाहियो उहाँहरुलाई पैसा खानको लागि, बैंकको पैसा, इन्स्योरेन्सको पैसा खानको लागि। त कफले लिए कति गाड़ी में बांध के आई पर मतलब केना चढ़ेलिए, मतलब टोचिंगे को तो ऊपरी चढ़ा दिलिए तो गाड़ी केला चढ़ेलिए, मतलब रोड पे ना मकसद की छे। संसार में फोन आयो एक्सीडेंट भयो भनेर। एक्सीडेंट भयो भने तो कुन ठाउँमा एक्सीडेंट भयो त त्यो अनुसार मलाई भन्नु यो के रे रायदेवी मन्दिरदेखि यता जनकपुर जाने बाटोमा भएछ। हामी खोज्दै आएपछि तपाईको यता यहाँ हेर्छु तपाईको पोलमा ठोकिएको जस्तो लाग्यो सुरुमा। त्यहाँ अब त्यहाँ राम्रोसँग हेर्दाखेरि त्यहाँ ठोकिएको रहन्छ। साउजी के नाम का थे पूरा नाम? रामूसा कति को कौन चौक में? विश्वकर्मा चौक में रामूसा के पाउँ विश्वकर्मा चौक में कति के लागि का बड़ा गाड़ी मिलती है? गाड़ी अपने गाड़ी किन ले ली? गाड़ी तो नहीं चली, गाड़ी किन ले ली? केस सोल्भ गर्नु भएको छ टोचन कफे ले लिए कति में गाड़ी में बांध के आई पर मतलब केना चढ़ेलिए, मतलब टोचिंगे को तो ऊपरी चढ़ा दिलिए तो गाड़ी केला चढ़ेलिए, मतलब रोड पे ना मकसद की छे। आप अपने सबक शहर जनकपुर धाम में शादी, विवाह, व्रतबंध, छेका, गोष्ठी, सेमिनार, बर्थडे के संगै खाना, नास्ता आ रहे के लेल शोभाराज पार्टी पैलेस। एठाम शाकाहारी एवं मांसाहारी खाना के संगे शादी विवाह के लेल पार्टी पैलेस से उपलब्ध अछि। अतः एसी, नॉन एसी रूम, हॉल आ कैटरिंग सेवा से उपलब्ध अछि। तो एक बेर अवश्य संपर्क करी शोभाराज पार्टी पैलेस, जनकपुर धाम 16 फूल चौक यदु कहा जाय वाला बाट में। प्रोप्राइटर अमित आ बसंत शाह ब्रोदर्स। संपर्क मोबाइल नंबर 9891 75 753, 98 024 15 312, 98 440 27 200। इन्स्योरेन्स के लागि अच्छा हेर्न सक्नुहुन्छ तपाईँ। मैले पहिला नै भिडियोमा मैले भनिसकेको छु कि यो गाडी एक्सिडेन्टमा परेको गाडी नै होइन, यो चल्ने अवस्थामै होइन। हेर्न सक्नुहुन्छ उहाँको ड्राइभर रामू शाहजीको ड्राइभर हुनुहुन्छ। उहाँले चाहिँ टोचिङ गरेर गाडी अनि यहाँ इन्स्योरेन्स बनाउनको लागि, भिडियो फोटो खिच्नको लागि यसरी चाहिँ यिनीहरूले गतिविधि एउटा अपराधै भन्नु पर्यो। बैंकी कसूर यानी बैंकको पैसा खानको लागि, इन्स्योरेन्सको पैसा खानको लागि यस्तो अपराधको इल्जाम दिनुभएको रहेछ। हेर्नु यो हेर्नु हाम्रो समाजमा यस्तो पनि मान्छे हुनुहुन्छ जो प्रशासनलाई दुःख दिने काम गरिराख्नु भएको छ, नेपाल पुलिसलाई दुःख दिने काम गरिराख्नु भएको छ। आफै चाहिँ यसरी चाहिँ प्रशासनलाई झुक्याउने, झुटो बोल्ने, झुटो चाहिँ फोटो भिडियो बनाएर यसरी चाहिँ बैंकहरूलाई चाहिँ यसरी गुमराह गर्ने कामहरू भइरहेछ यहाँ। अनि हाम्रो सर पनि हुनुहुन्छ। रातिको हेर्नु 11 बजे हामी रिपोर्टिङ सुरु गरेको 12 बजे लागेछ। हाम्रो सर हुनुहुन्छ, रजक सर हुनुहुन्छ, उहाँसँग म कुरा गर्न जाँदैछु। सर यो घटनाको सत्य तथ्य कुरा के सर अलिकति सर? यो घटना के रहेछ भने सम्पूर्ण नमस्कार। के रहेछ भने हाम्रो यो म त यता मेननगर थानाबाट हो। हामी गस्ती गर्दै घुम्दै एरियातिर घुम्दै थिएँ। त्यतिखेर तपाईँको अब सञ्चारमा फोन आयो एक्सिडेन्ट भयो भनेर। एक्सिडेन्ट भयो भने त्यो कुन ठाउँमा एक्सिडेन्ट भयो त त्यो अनुसार मलाई भन्नु यो के रे रायदेवी मन्दिरदेखि यता जनकपुर जाने बाटोमा भएछ। हामी खोज्दै आएपछि तपाईँको यता यहाँ हेर्छु तपाईँको पोलमा ठोकिएको जस्तो लाग्यो सुरुमा। त्यहाँ अब त्यहाँ राम्रोसँग हेर्दाखेरि त्यहाँ ठोकिएको रहन्छ। तपाईको पोलको छेउमा टसाई राखिदिएको तपाईँको यो के को लागि त खास चाहिँ यो इन्स्योरेन्स क्लेम गर्नका लागि होला भनेर यिनीहरू त्यो सिस्टमले चाहिँ त्यो मिलाएर चाहिँ राखिदिएको थपक्क मात्रै। हजुर अब यो त तपाईहरुलाई त दुःख दिने काम त गर्नुभएको रहेछ। यो हेर्न सक्नुहुन्छ दर्शकबिन, नेपाल पुलिसलाई यसरी चाहिँ दुःख दिने काम यो साउजीहरूले, व्यापारीहरूले आफ्नो बेनिफिटको लागि देशको जुन एउटा कानुन छ, कानुन व्यवस्था छ, त्यो देशको कानुन व्यवस्थासँग खेलवाड गर्ने यो प्रक्रिया, यो प्रचलन यिनीहरूको जुन वर्षौंदेखि यो व्यापारीहरू सुध्रिने नखालको यो गतिविधि गर्नु भएको रहेछ। हेर्न सक्नुहुन्छ यो घटना
केही पनि भएको रहेछ यहाँ, केही छैन, एक्सिडेन्ट केही भएकै छैन यहाँ। गाडीमा यसरी तपाईँ अघि पनि हेर्न सक्नुभयो, त्यो के अरे उहाँ गुरुजीले आफ्नो मुखले बयान दिनुभएको रहेछ कि गाडीमा मैले के अरे टुचिङ गरेर त्यहाँ गाडीलाई चाहिँ राखिदिए के अरे भिडियो फोटो बनाउनको लागि, किनकि इन्सुरेन्सको पैसा चाहियो साउलाई, त त्यसको लागि यहाँ गाडी थन्काउनु भएको रहेछ। र सञ्चारमा उहाँले फोन गरेर भन्नुभयो कि सर फलानो लोकेसनमा यो के अरे जनकपुरदेखि ढल्केवरको बिचमा, खासमा यो के अरे रमदैया मेडिकलको बिचमा एउटा गाडी एक्सिडेन्टमा परेको रहेछ, तपाईहरु प्लिज आइदिनु होला। मतलब पुलिस रिपोर्ट चाहियो उहाँहरूलाई पैसा खानको लागि, ब्याङ्कको पैसा, इन्सुरेन्सको पैसा खानको लागि। त यो जुन एउटा घटना भन्नु कि एउटा साजिस भन्नु, यो घटना हैन, एउटा साजिस हो। यो पैसा खाने, सरकारलाई गुमराह गर्ने, नेपाल प्रहरीलाई चाहिँ दुःख दिने जुन एउटा काम गर्नु भएको रहेछ, यो साउलाई कडाभन्दा कडा यो जुन नेपालको मुलुकी ऐन बमोजिम उहाँलाई एउटा जुन एउटा हुनुपर्ने कारबाही एउटा होस् र देशको एउटा कानुन व्यवस्था छ, यो कानुन व्यवस्थालाई उल्लङ्घन गर्न नपाओस्। यस्ता अपराधीहरूलाई अपराधलाई यहाँसम्म पुर्याउनेहरूलाई सजाय होस् भनेर म खासमा हात जोडेर विनम्र अनुरोध गर्न चाहन्छु हाम्रो सरकारसँग कि प्लिज यो घटना र हाम्रो प्रशासनसँग कि यो घटनाको राम्ररी छानबिन होस् र यस्ता झुटो रिपोर्ट दिने, झुटो सञ्चार दिने मान्छेहरूलाई सख्तभन्दा सख्त कारबाही होस्। र खासमा यस्ताहरूलाई कहिले पनि यसरी यो तरिकाले छोड्नु हुँदैन, किनकि उहाँहरूले एउटा क्राइमकै एउटा उभ्नु पर्यो, एउटा सोच लिएर यसरी चाहिँ एउटा क्राइम गर्नुभएको रहेछ उहाँले। यसरी चाहिँ रोडमा अलपत्र दुईटैतिर चाहिँ रोड छ, दुईटैतिर चाहिँ हाइवेमा गाडी चलिरहेको छ स्पिडमा, रातिको अवस्थामा ट्रक, बस, अन्य गाडीहरू, सवारी साधनहरू जाने गर्छ यो बाटोमा। तर यस्तो चाहिँ चल्ने बाटोमा यसरी चाहिँ गाडी थन्काएर साउले यसलाई चाहिँ पैसा खानै सोचले यसरी राख्नु भएको रहेछ भने यो कदापि यो चाहिँ एउटा कानुनमा र एउटा जुन सामाजिक दृष्टिकोणले, हरेक दृष्टिकोणले एउटा अपराध छ यो। र यो अपराधलाई छानबिन गरेर साउलाई कारबाही होस् भने हाम्रो प्रशासनसँग, खासमा हाम्रो यो देशको कानुनसँग माग छ। धन्यवाद। होटल सिटी पैलेस गेस्ट हाउस एंड फैमिली रेस्टोरेंट अत नास्ता खाना रह के संग संग शुभ कार्य के लेल पार्टी पैलेस सेहो उचित व्यवस्था रहल अछि। संपर्क स्थान रमानन्द चौक, जनकपुर धाम 9, धनुषा, नेपाल। प्रोपराइटर गौरी शंकर शाह। संपर्क फोन नंबर 041 524 009, तैना मोबाइल नंबर 98 258 55 6 64।